नानी आयो नि नातिनी यामै अंकल चल ओपा चिड़ी बोटे दुई चुडी खाली धन्यवाद पैसा पाइनेको धन्यवाद गोल बक्स न है मक्कुर चुडी यो कसको यो पनि पाँचजना मात्र रहेछ औँसी खेल्ने हुँदैन औँसी त्यही लानुहोस् मन्तर हेबकन हल्दियम चल धन्य मको पहिलाको लुटापट्टि है थाहा छ यस्तो बनाएर लान्छ खुची तिमी अझै को थियो तलबडी आको को काको उज्जवलको छोरी हो देख्नु चाहिँ देखेको थिइनँ उज्जवलको छोरी पो रहेछ त्यही मको लानुहोस् अझै वान कति तीन चुडी कसरी दिनु 2 रुपैयाँ मात्रै हो दुईटा तीनटा आएको कति भयो त्यहाँ 3 रुपैयाँ देऊ न भइहाल्यो कति भयो चाहिँ भयो दुईजनालाई मात्रै खेला ए लु अब तिमी नि काइला बहिनी नाम लियो चार झन्डी नानुलाई पनि 1 रुपैयाँ देऊ न हौ खोलिदिनुहोस् चारिटा चर्पना भोटे इटा 2 रुपियाँ दिनुहोस् काइला बहिनी के ल्यायो हो बुढो झालमुरी बनाउ त झालमुरी बनाउ न जतिको छैन मान्छे के भयो अङ्कलले थाहा पाइरहेको मैले तपाईँलाई हेरेर भने
अङ्कल आयो भने मजाले हल्लाउनु पर्छ अङ्कल अब अङ्क त अङ्कलले त हेरेर तपाईँहरुले अघि पैसा लगाएर गएको छ सिलगढीमा गएर सिकेर आउँदा फेरि हो ल खोल्दियो यहाँ गोलो हुनु थाल्यो कि अङ्कल सिलगढी टाप पाना चिडी कैला बहिनीको ए होइन कैला बहिनीको होइन र यहाँ 1 र 0 छ ओ डराएन खोले चल झन्डी खाली खाली ए कैला बहिनी ओ छानु यता छानु गान्छु यता अलिकति लागेको किन हस्पिटलबाट कता जानुहोस् यति भएकोमा जानुहोस् 20 रुपियाँ यता सर्दै हुनु नि यता भोटेमा ल खोलिदिनुहोस् चल भाइ चिडी झन्डी खोलिदिनुहोस् खोइ त लगाऊ लगाइनु पर्छ स्पाइसी 8 आनाको 1 रुपैयाँ 1 रुपैयाँको 2 रुपैयाँ लगाऊ झ्यालमुरी माग्नु पर्यो माग्नु सर पाना पैसा दिनुहोस् दुई भाइलाई पनि एक चान्स दिनु त भान्जेलाई भाइलाई एउटा आउनुहोस् गाइस खेल्नुहोस् उसले यति बनाएर साथमा यो 2 रुपैयाँ कसको यो 4 रुपैयाँ कसको पाना इटा एउटा मात्र आयो ठिकै हो अहिले होइन अब जानी अगाडि बस्छु 50 भोटे 50 लु खोल मकोट चिडीटा पैसा दिनुहोस् यो 1 रुपैयाँ दिनुहोस् यो 4 लिनुहोस् यो कसको हो केमा 2 रुपैयाँ मकुट 2 रुपैयाँ अङ्कलको पुरै दीक्षित म त अङ्कलले झुक्काएछ भने कति दिन पर्यो कति दिन पर्छ 10 रुपैयाँ यिनीहरूलाई बनाइदिनु हल्ला अङ्कललाई 20 कति हो Antoni. चल भोटे जाम अङ्कलले त खाने तिमी
देखौ अबै झन्डी बिस पहिलो कुरा इस लक्की 7 दुकान लो डांडी डांडी पाना उसको कहाँ हो त्यो यो कहाँ गयो लोकल यो टाका यो कसको दिनुहोस् उयो पैसा दिनुहोस् कसको त्यो लकी थ्याङ्क यू एक वर्ष अझै त सुत्दैन सुत्दिँदैन सुतिरहेको एक वर्ष टक्क भयो आलु हालिदिनु म पोटी त खालि हाल्छु कता गोल भाउ 1 र 0 कालोले 1 नीलोको 0 तिमीहरु कुन चाहिँ हो हाम्रो कालो तिमीहरु हजुर रेलिङ रोक्नुहोस् छिटो रोक्नुहोस् एकछिन खोल्नुहोस् झालमुरीको कस्तो हल्लाउँछ भन्दैछ गाई त्यही त हल्लाउनु कस्तो सधैँभरि दिइबस्नु त्यो सेन्टरै होस् ल परमेश्वर नखोल है पैसा मिलाउँदैछु है झन्डी खाली 2 रुपियाँको 4 रुपियाँ मत भयो कता कता हो त्यो इटाकोटे एकको 2 कोसको यो एकको 2 इटाको पनि हैन यो कोसको 2 को 4 मेरो हो यता एक को 10 हैन 5 को 10 को 12 यो 6 रुपैयाँ छ 6 को 12 50 जाँदाखेरि 12 20 रुपैयाँ
भोटे एकछिन भोटे पाना इटा कति छ त्यहाँ छ 4 रुपियाँ लिनुहोस् तिन मकोड यो कसको मकोडको दिनुहोस् यो लाली लाली काली काली झन्डी मकोड सबै झन्डी झन्डी खोल्यो 4 बोटे एक रुप नक्सान पर्यो ए होइन अब म त यसरी स्टुडेन्ट यसरी खाता किताब बोलेर हेलो 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 बोल्नुहोस् त मेहनत गरेर जितेको होइन पाना खाली यहाँ दिनुहोस् झन्डी पाना त्यो दिनुहोस् रोटी लिएर आएर खान्छ है हामी चाहिँ 10 रुपियाँ झालमुरी बेच्यो भने 20 इटा 20 अब कता ड्यामेज तिराउँदिन नि त 1000 सामान छ 1500 नगर नानी यस्तो नगर किलो लगाइदियो स्प्रे फ्यासै भाइहरू केही पनि भएको छैन त्यहाँ हारेको भए अर्को दुईटा छ नि त फोन रेलिङले डुप्लिङ खाल्छ त केटाहरूको अन्त सर्टै छैन न योभन्दा अगाडि जस्तो गर्नुपर्छ त म पोस्टमा खालि हान्ने तिनीहरू पुग्छ भाइ कति अङ्क 20 रुपैयाँ बोल्देऊ चल भाइ झन्डी मकोड यो 9 नम्बर त अन्त देखेको यस्तो होइन पहिला पनि खेलेको कति वर्ष ऊ त कति दिन खेलेको चाहिँ होला यहाँ 9 नम्बर त अन्त धेरै खेलेको लु अन्त होइन
जानुहोस् के दिनुहोस् लक्कीलाई दिनुहोस् अर्को हप्ता नेक्स्ट हप्तामा त्यो उइसमा छ दिइहाल न त अहिले सबै त चलाएको छ है सेल हुँदाखेरि छिटो बन्द नगर खोल्दै अरू बेला उफ्रेको गएर यस्तो पनि दिनुपर्छ घरमा चाहिँ मान्छे ग्लास बस्दैछु म नानीले पिर्छ त्यस्तै 9 नम्बर मलाई फेरि भाइ रिसाउँछ फेरि अहिले मैले हिजाएको भ्याउनु साह्रो पर्यो न फेरि नहिँड्नु भनिरहेछ फेरि है दिनुहोस् त्यो पैसा दिनुहोस् नाउले त्यसको लागि त बोलाएको होला उसले होइन रोटी खाली दुइटा गोली होइन आफ्नो लुकाइहाल्नु उता दुईटा गोली आएको होइन गोली दुइटा छ एउटा लुकाइहाल्नु अहिले देख्यो मैले निकाल याद चिडी पानी दुईटा ले त्यहाँ खाल्टा थियो एउटा खालि दुई दिन हेर्नु यो कसको चिडी पानी मात्र आयो बल त दुइटा हुनैपर्छ नि पछि फाइनल एउटा मात्रै होइन के फाइनतिर छ नि बल किन्ने एउटा त्यत्रो फाइनतिर बल किने दुइटा धुनु पऱ्यो नि मुकुट आयो त्यो अहिले भर्खर रोकेको भाइ 9 नम्बर यतिलाई दुःख गरेर कहाँ हुन्छ दुई चाबी लिएर एकवटा खायो भने चाबी खोजेपछि 100 चारजना 5जना मात्र खोल्देऊ एकछिन खोल्देऊ चिडी खाली यो दिनुहोस् यो कसको हो चिडी नहेरे जुनै राम्रो भाइले भिडियो बनाएको हजुर योभन्दा अगाडिको भललाई कस्तो हाले
बिर्सक्यो हौ केटाहरूले हल्लाइ कस्तो रहेछ 300 रुपियाँ लगाएर गयो त अङ्कलले सकिहाल्यो त कस्तो रहेछ अन्त भनिहाल्यो त के हैलाउनु भइले हो झन् बिर्स्यो कि ल अङ्कल सानो पिल्ले छ नि 300 रुपियाँ डल्लै लगाएर गयो त अन्त 1.5 घण्टा हल्लाएको त एकै छाक तिनमा खै 2 झन्डी 3 मकुट 1.5 घण्टा हल्लाएको 100 रुपियाँ मारेको थियौँ 200 रुपियाँ दिएको 1.5 घण्टा हल्लाएको एकै छाक यो कसको अब लकी पर लाग्यो त लक्की भनेको नामै लक्की 1 घण्टा हल्लाएर 100 रुपियाँ मारेको थियो अङ्कलले 100 रुपियाँ चाहिँ 200 रुपियाँ यता हल्लाउनु परायो फेरि हल्लाउनु कस्तो भन्छ अङ्कलले भनिदिइहाल्यो नि दामी भनेर होइन अघिदेखि अङ्कलले भन्दै थियो नि त बिचारा हो खोला 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 तिनीटा पैसा दिनुहोस् त्यो लानुहोस् आइन फेरि इभन म त तिनीटा खाली बुढो हो फेरि तिनीटा फेरि फेरि तिनीटा कसको हो त्यो लिनुहोस् हाल्यो हौ गोल केटा एक त भन्छ त्यो त नि हेलो न भोटे खाली हौ त्यो लानुहोस् यतापट्टिको इटा पाना यही लानुहोस् तिनीटाले त छोडेन त झन्डीले अघि छोडेन यो यसलाई दिनुहोस् यहाँ मकुट भएकोलाई यता लानुहोस् 1 रुपियाँ ओ सिद्ध हाल न पैसा छ 50 रुपियाँ थियो त्यो पातको के उयो निकाल न तुल राख्न जान्दैन टाइम पास खेल्नु मात्रै आउनु यो 2 रुपिस यो तिम्रो त्यो उसको बहिनी छोरी म कोट खाली दिनुहोस्